Honey Raj and Surya Rajvangshi. मेरो जिन्दगीको कथा व्यथा सुन म कसलाई मनभरि पीडा जिउन गाह्रो भयो मलाई मेरो जिन्दगी बित्दैछ दुःख गरेर केही गर्नु पर्यो भनी सोच्छु अघि बढेर तर यहाँ खुट्टा तान्नेहरू नै धेरै छन् ओठमा हाँसो देखाएपछि छुरा घोप्ने बढी छन् मेरो सानो परिवार छैन मसँग दरबार दुःख सुख गरेर चल्दैछ मेरो घरबार दुःखै मात्र सदाबहार जित्न सकिन सधैँ भार बेहाल छ जिन्दगी जीवन भइसक्यो नाङ्गो तार अब मेरो पीडा बुझ्ने छैन यहाँ कोही हरेक कुकुरको नि दिन आउँछ रे मेरो दिन खोइ जसो तसो गरेर जिन्दगी बित्दैछ आफू परे तल सबैले मलाई थिच्दैछ जति कराए नि मेरो बोली सुन्ने कोही छैन जिन्दगीमा मलाई अब कसैको नि आश छैन आश गरौँ म कसको कोही छैन आफ्नो यो संसारमा जब आफ्नैले छोडी गए मलाई यो अन्जान भिर सहरमा आफ्नो परिवारलाई छोडी निस्के कमाउनलाई बाहिर घरमा खाना लाउन दुःख खल्तीमा पैसा छैन बुवा मेरो बिरामी हस्पिटलमा भर्ना आमा पनि बुढी केही सक्नुहुन्न गर्न बहिनी पनि सानै छे भर्खर स्कुल पढ्दैछ बहिनीको सपना पछि ठुलो डाक्टर बन्ने रे अब परिवारको जिम्मेवारी सबै मेरो काँधमा छ परिवारलाई खुसी पार्नु अब मेरो हातमा छ जिन्दगी लामो छ बाँच्न यहाँ गाह्रो छ पैसाको रुख छैन कमाउनलाई साह्रो छ जिउन मलाई गाह्रो भयो कमाइ पनि हुँदैन मेरो कमाइले त घरमा खान पनि पुग्दैन किन होला जिन्दगी दुःखले भरेको 3-4 दिन भइसक्यो छैन घरमा चुलो बलेको सबैतिर भ्याउनु पर्छ परे एक्लो छोरो के गर्नु जिन्दगी बेहाल भो मेरो बेहाल भो जिन्दगी मेरो दुःख परेपछि आफ्नैले भन्छ तेरो मेरो मलाई साथ दिने कोही छैन यहाँ एक्लो परे म अब जाऊ कहाँ यो मेरो जिन्दगी वाक्क लागिसक्यो मलाई जिन्दगीमा दुःखै दुःख मात्र आज एक्लो छु साथ दिने कोही छैन के गर्नु उता बुवा हस्पिटलमा हुनुहुन्छ अपरेसनको लागि 5 लाख रुपियाँ चाहियो रे कहाँबाट ल्याउनु त्यत्रो पैसा यो गरिबको बोली बिग्दैन आज भोलि के गर्नु यो स्वार्थ संसारमा सबै आफ्नै तालमा म फसेछु जालमा सबै आफ्नै मात्र सोच्छन् अब